नमस्ते टासिदेले। मलाई एकजना मित्रले यो साका दावा भने के हो र यसको दार्शनिक महत्त्व के छ भनेर सोधिरहनु भएको थियो। सम्भवतः उहाँले साका दावा भने के हो भन्ने कुरा उहाँलाई थाहा भए तापनि यसको दार्शनिक महत्त्व के छ भनेर मलाई प्रश्न गरिरहनु भएको थियो र साका दावाको ऐतिहासिक महत्त्व के हुनसक्छ र यसले चाहिँ जीवनमा कस्तो किसिमको असर पार्न सक्छ भन्ने विषयमा पनि उहाँले प्रश्न गर्नुभएको थियो। उहाँको उत्तर स्वरूप भन्नुपर्दा साका दावा केवल धार्मिक महिना मात्र होइन, यसमा गहिरो दार्शनिक महत्त्व पनि छ। विशेष गरी बौद्ध धर्म, बौद्ध दर्शनको दृष्टिकोणबाट केही पक्षहरू, मैले बुझेका केही पक्षहरू तपाईँ माझमा प्रस्तुत गर्न चाहन्छु। जस्तो कि यसमा चाहिँ बुद्धका जीवनीसँग पनि जोडिएका धेरै कुराहरू यसमा आएका छन् र यो प्रसङ्ग पनि साका दावाको विशेष गरी महत्त्व पनि सिद्धार्थसँग जोडिएको मानिन्छ। जस्तै त्रिबोध समयको गहिरो अनुभूतिको पनि यसमा महत्त्व छ। साका दावा महिना बुद्धका 3 जीवन घटनाहरू जस्तै जन्म, बोधि प्राप्ति र महापरिनिर्वाण एकै दिन भएको मानिन्छ। यसको दार्शनिक सन्देश के हो भने समय, काल, रेखा भनेको एकै चक्र हो, अर्थात् जीवन, ज्ञान र मृत्यु यी सबै सत्यका अभिव्यक्ति हुन् भन्न यसले खोज्छ। र अर्को कर्म र यसको परिणाम नैतिक चेतना पनि हो। साका दावा महिनामा गरिएका प्रत्येक सत्कर्म लाखौं फलदायी छन् भनिन्छ। दार्शनिक रूपमा यसले के देखाउँछ भने हाम्रा कर्महरू निरर्थक छँदै छैनन्। हरेक विचार, बाणी र व्यवहारले दीर्घकालीन प्रभाव पार्छ। यो कर्मको सिद्धान्त हो जुन नैतिक जिम्मेवारीको मूलभूत आधार पनि हो। र अर्को श्रद्धा र शुद्ध हृदय पनि हो, जस्तै यसलाई आन्तरिक रूपान्तरण पनि भनिन्छ। साका दावा महिना गरिबले मान्ने महिना, धनीले मान्ने महिना भन्ने हुँदैन। साका दावामा यो महिनामा गरिबले बाल्ने सानो दियोको र धनीले बाल्ने हजारौं सयौं दियोको महत्त्व बराबर नै हुन्छ। यसको यी दुवैको मूलमा श्रद्धा छ कि छैन भन्ने कुराले धेरै महत्त्व राख्छ। र बौद्ध दर्शनले भन्छ शुद्ध चित्त नै सबैभन्दा ठुलो अर्पण हो। धर्म बाह्य क्रियाका लागि आन्तरिक शुद्धतामै आधारित हुन्छ भनेर भन्दछ। र अर्को यसको सार्वभौमिक भनेको करुणा हो, बौद्धताको मुटु भन्छु म यसलाई। साका दावा महिनामा सबै प्राणीहरूको जीवन र हितका लागि दया र करुणा प्रदर्शन गरिन्छ। जस्तै मासु नखाने, पशु नमार्ने, प्राण दिने। यसको दार्शनिक महत्त्व के हो भने सबै जीव समान छन्, बुद्धत्वको समान सम्भावना छ सबैमा, करुणामा कुनै धर्म सीमित छैन, यो सबै चेतनाको मूल स्वभाव हो। यसको दार्शनिक सन्देश यो हुन सक्छ भने यसको अनित्यताको स्मरण पनि हो। बुद्धको जन्म, बोद्धत्व प्राप्त र महान परिनिर्वाण एकै दिन सम्झनु भनेको जीवनको अनित्य स्वरूपलाई स्वीकार गर्नु हो भनिन्छ। जस्तै यसको सन्देश के हुन सक्ला भने सबै कुरा परिवर्तनशील छन्, त्यसैले आसक्ति नगर्नु, यो वैराग्य र समाधितर्फको आह्वान हो भन्ने सन्देश जस्तो लाग्छ मलाई यो साका दावाको। समग्रमा भन्नुपर्दा साका दावाको दार्शनिक महत्त्व केवल पूजा र व्रतमा मात्रै सीमित छैन। यो महिनाले धेरै कुराको स्मरण गर्नु छ। जस्तो कि हामी कर्ममा स्वतन्त्र छौँ, प्राणीहरू सबै समान छन्, शुद्ध चित्त नै धर्मको सार हो, समय चक्र छ र सबै अनित्य छन् भन्ने कुरा पनि यसले चाहिँ समग्रमा भन्छ भन्ने मलाई लाग्छ। र मैले अहिलेसम्म बुझेको र पढेको विषयवस्तु यहाँहरूलाई कतिको बुझाउन सकिनँ र मैले बुझेका र मैले खोजेका विषयवस्तुहरू यहाँमा प्रस्तुत गरेँ। र बाँकी रहेको धेरै कुराहरू लामा गुरुहरूलाई धेरै कुरा थाहा हुन्छ,
उहाँहरू लामो समयसम्म यही विषयमा अभ्यस्त हुनुहुन्छ र हामी पनि सिक्ने क्रममा भएको कारणले गर्दा उहाँहरूले भन्नुभएका कुराहरू, उहाँबाट सुनिएका कुराहरू नै हामीले लिपिबद्ध गरेर भन्ने हो। र यहाँले यसका दार्शनिक महत्त्वबारे केही सामान्य रूपमा बुझ्नुभयो र मलाई पनि बुझ्न प्रेरणा दिनुभयो। यहाँहरूलाई धन्यवाद दिन चाहन्छु। हस्त, नमस्ते।